हाम्रो पेटले पनि कहिलेकाहीँ सानो बच्चाले जस्तै रिस देखाउँछ होइन त? मानौ कुनै बिना निम्तो आएको एकदमै रिसाहा पाहुना जस्तो। आजको यो विश्लेषणमा हामी त्यही पेटको रिस, त्यो जलनलाई कसरी शान्त पार्ने भनेर कुरा गर्नेछौँ। पेटभित्र आगो बलेको जस्तो कस्तो असहज हुन्छ है। यो अनुभव धेरैलाई हुन्छ, त्यसैले आत्तिनु पर्दैन। ल अब यो किन हुन्छ र यसको समाधान के हो त्यसबारे कुरा गरौँ। अब यो पेटमा बलेको आगो वा रिस यो वास्तवमा एउटा मेडिकल अवस्था हो। यो त्यही आगोवाला पाहुना हो जसलाई हामीले शान्त पार्न सिक्नुपर्छ। हो, त्यो आगोवाला पाहुनाको मेडिकल नाम हो ग्यास्ट्राइटिस। सिधा भाषामा भन्नुपर्दा पेटको भित्री भाग सुन्निनु। अब यो किन हुन्छ त? यो एच पाइलोरी भन्ने ब्याक्टेरियाले गर्दा हुन सक्छ, वा हामीले खाने केही दुखाइ कम गर्ने औषधिले पनि, कहिलेकाहीँ त धेरै तनावले पनि यो समस्या निम्त्याउँछ। यही सुन्निएको कारणले नै पेटमा अनेक थरी असहजता महसुस हुन्छ। ल अब समस्या त थाहा भयो। अब यसलाई समाधान गर्न एउटा शान्ति सम्झौता गरौँ न त, होइन? र यो सम्झौता हाम्रो भान्साबाटै सुरु हुन्छ। हाम्रो खानाले नै पेटमा कि त शान्ति ल्याउँछ कि त युद्ध नै सुरु गराइदिन्छ। एकातिर हेरौँ त, नरम भात, दाल, केरा, दही यिनीहरू शान्ति दूत जस्तै हुन्, पचाउन सजिलो, पेटलाई आराम दिने। अनि अर्कोतिर पिरो, चिल्लो, रक्सी, जङ्क फुड यिनीहरूले त झन् आगोमा घिउ थप्ने काम गर्छन्। त्यसैले के खाने भन्ने छनौट एकदमै महत्त्वपूर्ण छ। शान्ति सम्झौता भनेको के खाने भन्ने मात्रै होइन नि, कसरी खाने, कहिले खाने भन्ने पनि हो। ल अब केही घरका नियमबारे कुरा गरौँ। यी नियमहरू एकदमै सरल छन्। पहिलो नियम, एकैचोटि धेरै नखाने, थोरै थोरै गरेर दिनमा पटक पटक खाने। दोस्रो, खाना कहिल्यै नछोड्ने, भोकै बस्दा झन एसिड बढ्छ। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, हतार नगरी बिस्तारै मजाले चपाएर खाने। यसले हाम्रो पाचन प्रणालीलाई कति सजिलो बनाउँछ। बिहान उठ्ने बित्तिकै चिया वा कफी खाने बानी धेरैको हुन्छ होइन? तर खाली पेटमा यसो गर्दा पेटमा एसिडको बाढी नै आउँछ। यसले पहिलेदेखि नै सुन्निएको पेटको भित्री भागलाई छन असर गर्छ र दिनभरि पेट पोल्ने समस्या सुरु गराउन सक्छ। अनि राति सुत्नु अघि पेटभरि खानु भनेको आफ्नो पेटलाई रातभरि ओभरटाइम काममा लगाए जस्तै हो। सामान्यतया सुत्नुभन्दा कम्तीमा 2-3 घण्टा अगाडि नै खाना खाइसक्नु राम्रो हो। यसले खानालाई पच्न समय दिन्छ र राति एसिडिटीको समस्या कम हुन्छ। टाउको दुख्दा वा जिउ दुख्दा हामीले खाने केही औषधिहरू जस्तै इबुप्रोफेन पेटको लागि अलिक कडा हुन सक्छन्। यिनले पेटको सुरक्षा गर्ने पत्रलाई नै कमजोर बनाइदिन सक्छन्। त्यसैले डाक्टरको सल्लाह बिना लामो समयसम्म यस्ता औषधि नखानु नै बेस। यो लडाई खानाको मात्रै होइन। पेटलाई शान्त राख्न हाम्रो पुरै जीवनशैलीमा नै केही सकारात्मक फेरबदल ल्याउनु जरुरी छ। पानीको भूमिका त एकदमै महत्त्वपूर्ण छ। अझ ग्यास्ट्राइटिस भएको बेला मनतातो पानी पिउनु झनै राम्रो। नरिवल पानीले पनि पेटलाई शीतलता दिन्छ, तर चिसो पेय पदार्थ र सोडाबाट भने टाढै बस्नुपर्छ, किनकि यिनले समस्या बढाउन सक्छन्। हाम्रो दिमागको तनाव र पेटको स्वास्थ्यको एकदमै गहिरो कनेक्सन छ। त्यसैले राम्रोसँग सुत्ने, खानापछि अलिकति हिड्ने अनि योग वा गहिरो सास लिने अभ्यास गर्ने, यस्ता बानीले तनाव कम गर्छ, जसले पेटलाई पनि शान्त